नमस्कार। घरमै फ्रेस च्याउ फलाउने रहर छ? सोचेभन्दा धेरै सजिलो छ है। ल, आज हामी यही दुधे च्याउ कसरी एकदमै सरल तरिकाले खेती गर्न सकिन्छ भनेर जान्नेछौँ। सुरु गरौँ है त। हो, तपाईले ठिक सुन्नुभयो। यो कुनै ठूलो फार्ममा मात्र हुने कुरा होइन, आफ्नै घरको सानो ठाउँमा पनि मजाले च्याउ फलाउन सकिन्छ। यो एउटा यस्तो प्रक्रिया हो जसले हामीलाई प्रकृतिसँग नजिक बनाउँछ र आफ्नै मेहनतले फलेको ताजा च्याउ खान पाउँदाको आनन्द त छुट्टै छ नि। हो, यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। कुनै पनि नयाँ काम थाल्दा कहाँबाट सुरु गर्ने भन्ने नै मुख्य कुरा हो। सही जानकारी भयो भने त आधा काम त्यही सकिन्छ। च्याउ खेतीको लागि पनि यो कुरा लागू हुन्छ। त्यसो भए यो यात्राको पहिलो पाइला के होला त? हरेक सफल खेतीको जग भनेकै राम्रो तयारी हो। अब च्याउको लागि यसको सुरुवात हुन्छ च्याउ हुर्किने घर तयार पार्नुबाट। त्यो घर भनेको पराल हो। यो चरणमा हामी च्याउलाई हुर्कनको लागि एउटा स्वस्थ र सफा वातावरण बनाउँछौँ। यो प्रक्रिया एकदमै सरल छ। जम्मा 3वटा चरणहरू छन्। पहिलो, पराललाई ससाना टुक्रामा काट्ने। त्यसपछि त्यसलाई रातभरि पानीमा भिजाउन छोडिदिने र अन्त्यमा त्यसलाई राम्रोसँग कीटाणुरहित बनाउने। यति गरेपछि च्याउको बिउ हुर्कनको लागि चाहिने उत्तम ठाउँ तयार हुन्छ। यहाँ ध्यान दिनुपर्ने मुख्य कुरा भनेको तापक्रम हो। 80 डिग्री सेल्सियसको तातो पानीले परालमा हुन सक्ने अनावश्यक ब्याक्टेरिया र ढुसीहरूलाई सबै मारिदिन्छ। यसले के हुन्छ भने च्याउको बिउले कुनै पनि बाधा बिना सफा वातावरणमा हुर्कन पाउँछ। ल, पराल त तयार भयो। अब पालो आउँछ त्यसमा जीवन भर्ने, अर्थात् च्याउको बिउ रोप्ने। हो, यहीँबाट च्याउको वास्तविक वृद्धि सुरु हुन्छ। च्याउको बिउ राख्नु अघि परालमा सही मात्रामा चिसोपन हुनु एकदमै जरुरी छ। अब यो कसरी थाहा पाउने त? यसको लागि एउटा सजिलो तरिका छ। पराललाई हातले मज्जाले निचोड्दा पानीका थोपाहरू त झर्नु भएन, तर हातमा चिसो चाहिँ महसुस हुनुपर्छ। यो एकदमै काम लाग्ने टिप हो, याद राख्नुहोला। अबको प्रक्रिया त झन् रमाइलो छ। कुनै खानेकुराको रेसिपी तयार गरे जस्तै। एउटा प्लास्टिकको झोला लिने, त्यसमा एक तह पराल राख्ने, अनि त्यसमाथि च्याउको बिउ छर्किने। फेरि पराल, फेरि बिउ। यही प्रक्रिया दोहोऱ्याउँदै झोला भर्ने। अन्त्यमा झोलाको मुख कस्सेर बाँध्ने अनि हावा खेल्नका लागि केही सानसाना प्वालहरू बनाइदिने। बिउ रोपिसकेपछि ती झोलाहरूलाई एउटा अँध्यारो र न्यानो कोठामा राख्नुपर्छ। यस्तो वातावरण च्याउको जरा, जसलाई माइसेलियम भनिन्छ, फैलिनका लागि एकदमै राम्रो मानिन्छ। यो अँध्यारो र न्यानोपनले माइसेलियमलाई परालभरि छिट्टै फैलिन मद्दत गर्छ। अहिलेसम्मका सबै चरणहरू महत्त्वपूर्ण थिए, तर अब हामी एउटा यस्तो चरणमा आइपुगेका छौँ जसले च्याउको उत्पादनमा निर्णायक भूमिका खेल्छ। यसलाई केसिङ भनिन्छ। यो चरणलाई अलि ध्यान दिएर बुझ्नुपर्छ। स्रोतले नै यसलाई सबैभन्दा महत्त्वपूर्ण चरण भनेर तोकेको छ, जसले यसको महत्त्वलाई झनै प्रष्ट पार्छ। यो त्यो मोड हो जहाँबाट च्याउ फल्ने प्रक्रियाले साँच्चै गति लिन्छ। त्यसो भए केसिङ भनेको के हो त? जब झोलाको पराल सेतो ढुसीले पुरै ढाकिन्छ, तब त्यसको माथि उपचार गरिएको माटोको एउटा पातलो तह राखिन्छ। यही माटोको तहले च्याउलाई बाहिर निस्कन र हुर्कनका लागि चाहिने चिस्यान र आधार प्रदान गर्छ। यो टाइमलाइनले हेर्नुहोस् त, कति प्रष्ट देखाउँछ। बिउ रोपेको करिब 20देखि 25 दिनमा झोलाभित्र माइसेलियम पूर्ण रूपमा फैलिन्छ। जब झोला पुरै सेतो देखिन थाल्छ, तब बुझ्नुहोस् अब केसिङ गर्ने सही समय भयो। ल, अब आउँछ सबैभन्दा रोमाञ्चक चरण, जहाँ हाम्रो मेहनतको फल आँखा अगाडि देखिन थाल्छ। यो त्यो समय हो जब साना च्याउहरू देखिन सुरु हुन्छन्। केसिङ गरिसकेपछि धेरै दिन कुर्नै पर्दैन। केवल 8देखि 10 दिनमा माटोको सतहबाट साना च्याउका टुसाहरू, जसलाई पिनहेड पनि भनिन्छ, देखिन थाल्छन्। यो दृश्य साँच्चै नै मनमोहक हुन्छ। अब यो चाहिँ एउटा महत्त्वपूर्ण कुरा हो। जब च्याउका टुसाहरू देखिन थाल्छन्, उनीहरूलाई अलि फरक वातावरण चाहिन्छ। सुरुको अँध्यारो कोठाको सट्टा अब उज्यालो र ताजा हावा चल्ने ठाउँ चाहियो। यो परिवर्तनले च्याउलाई सङ्केत दिन्छ कि अब ठूलो हुने बेला भयो। अन्तिम चरणको हेरचाह त एकदमै सरल छ। च्याउलाई सुक्न नदिन हल्का पानी छर्किरहने, कोठामा पर्याप्त उज्यालो छ भन्ने कुरा सुनिश्चित गर्ने र ताजा हावाको राम्रो व्यवस्था गर्ने। यति गरेपछि त स्वस्थ र स्वादिष्ट च्याउ खानको लागि तयार। त्यसो भए हामीले देख्यौँ कि सही तरिका अपनाउने हो भने घरमै च्याउ फलाउन साँच्चै कति सजिलो रहेछ।
अब जब च्याउ खेतीको यो रहस्य थाहा भइहाल्यो, के फलाउने सोचमा हुनुहुन्छ त?